Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. Here I never let the doubt creep in. Gotta pop a cup. यो बाटो त टाढो जाँदैन होला दाइ टाढो जान्छ हैन यहाँबाट चाहिँ जान्छ यहाँबाट त थाहा छ कि यो बाटो चाहिँ म थाहै भयो डेन्जर हो रहेछ फेरि यहाँनिर होइन मेरो बाइक पछाडिको ब्रेकै लागेको छैन हो आज डेन्जर जङ्गल छ त यहाँ जङ्गलतिर चिने है केटा हो आज अफ रोड किङ हो नि त अनि न्यू डे एन्ड न्यू ब्लग सो के छ त खबर हजुरहरूको आई होप हजुरहरू सन्चै अनि आरामै हुनुहुन्छ भने आशा छ है म पनि एकदमै फिट एन्ड फाइन नै छु सो अनि आज के हुँदैछ भनेर हजुरहरूले थम्बनेल र टाइटलबाट बुझिसक्नुभयो होला है सो बाँकी कुरा अगाडि मोटो भ्लगिङमै गर्दैछौँ होला है हामी चाहिँ जानु चाहिँ खासमै अगाडि प्लटिङ जानला प्लटिङमा चाहिँ यसो हल्का फुल्का टिकटक भिडियोहरू रिल बनाऊँ अनि त्यही हो है आज अब कतै टाढा त जाने प्लान छैन भयो नि यतैतिर वरिपरि यो किन छुटाउनु भनेर मात्रै हो है सो अनि जतिजना नि च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नुभएको छ भने टक्क लगाएर सब्सक्राइब गरिदिनु होला अनि पुरानो साथीहरूले चाहिँ टक्क भिडियोलाई अन्तिमसम्म हेरेर टक्क के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है त ल बाँकी कुरा अब अगाडि भेटौँला गाइस अब चाहिँ हामी निस्किन्छौँ होइन ल लेट्स गो के हामीलाई झिक्यो चाहिँ कस्तो अप्ठ्यारो कस्तो देखिरहेको थियो चलाउन मलाई बाइकको लुक्स नै चेन्ज भएको छ है चलाउन नि क्या हल्का फिल भइरहेको थियो हो मलाई त मजा पो आइरहेको थियो हो चलाउनु त ओ बाइक मजा आउँदो रहेछ हो केटा हो हल्का होइन सधैँ एउटै पारामा के चलाउने कहिले यसो चेन्ज गरेर चलाउँदा अलिक मजा आउँदो रहेछ ल अहिले चाहिँ बबाल घाम लागिरहेछ है डेन्जर दिउँसोको खोइ साथी कता आऊ साथी त अब अगाडि पुगेर भेटौँ न डेन्जर छ है यताको बाटो चाहिँ ओ सेट घारीतिरको चाहिँ के अफ रोड है अफ रोड यहाँ त ठिकै हो ऊ माथि पुगेपछि चाहिँ अलिक दामी छ है बाटो ओ दामी छ नि त केटा हो यो डेन्जर जङ्गल छ त यहाँ जङ्गलतिर चिने है केटा हो आज अफ रोड किङ हो नि त पिङै छुटेछ हो यहाँको त डेन्जर पिङले यहाँनिर अहिले यताबाट चढ्नु छैन के छ र बाटो त डेन्जर छ हो यतातिर चलाउनु त दामी कम्फर्टेबल भइरहेछ हौ हलुका बाइकै सो अल राइट गाइज है हामी आउने भने प्लटिङ चाहिँ यही भयो है टक्क लगाएर पहिला चाहिँ एकदम भाइरल थियो आजकलको यो शिखरको प्लटिङ अहिले चाहिँ खासै आउँदैनन् है मान्छेहरू आउन त आउँछ यस्तो घाममा चाहिँ आउँदैन हामी मात्रै आइरहेको छ नि त घाममा चाहिँ यहाँ हाल्दै हजुर मेरो त घटाक पो हुन्छ त मेरो त चेन पकेट जान लागेको छ नहाल्नु यार घटाक हुन्छ चेन Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. Here I never let the doubt creep in. Gotta pop a couple more aspirin. I don't think I'll ever let you in. Easier to break it off best friends. I don't really understand myself. I don't really understand, need help. I don't wanna be left on the shelf. Couldn't even hear me if I yelled. It's so cold outside, I'm alone, I'm alright.
I'm alone, I'm alright. ल अब यहाँबाट चाहिँ हामी भिडियो सिडियो बनायौँ। अब माथि ग्राउन्डमा चाहिँ पनि जाउँ है। ग्राउन्ड चाहिँ खाएको यहाँ माथि छ, यसो त्यहाँ गएर नि हल्का फुल्का भिडियोहरू बनाउँ न। जाने हुँदैन माथि? खोइ यहाँ चाहिँ यस्तो डेन्जर छ है, ढुङ्गा जस्तो यो बाटो। माई गड, ल यही हो है माथि डाँडा चाहिँ। अब एकछिन यहाँ यसो बस्छौँ। Get away now, I got better things to do, we can fake now. I just wanna be the best, call me great now. I don't know if I'm okay or insane now. I remember better days on the playground, hoping I can find my way even when I'm facing down. I fight, even when I don't know what is right. I'ma pick a side and I'ma take pride. I will decide my fate and die. Will never let them tell me who I am. If you try to shake me, I'll be damned. Planet on the ground is where I stand. Never give up, that was always the plan. It's so cold outside, I'm alone. It's so cold outside, I'm alone, I'm alright. ल अब चाहिँ हामी एउटा निस्किनु पर्ने हुन्छ टक्क लगाएर। एकछिन यहाँनिर यसो सलपल त नभनौँ, यसो हल्का फुल्का भिडियोहरूको लागि बसिरहेको थियौँ है। घाम पनि भयो नि त, अनि यहाँ चाहिँ रुखहरूको शीतल छ नि त। म त सक्दिनँ नि, अनि यसको चेनिस पकेट गएको छ अनि दामी रुख है यहाँबाट सर्लक्क छुनलाई। खै त अब हामी यहाँबाट निस्केको टक्क लगाएर हो बिस्तारै घरतिर फर्केको भनौँ। यस्तो ठाउँमा चाहिँ राइड हान्न बवाल मजा आउँछ कि होइन। ड्याङ डुङ लगाएर जङ्गल राइड जानुपर्थ्यो कि अझ होइन। हिँड दोस्त, के भयो मेरो गोप्रो अफ छ कि अझ ठेगानै छैन हो, के भएको यो गोप्रोले धोका दिला जस्तो भइरहेछ है। बाटो चाहिँ होस् एकदम बवाल छ है, यतातिर मजा आउँछ राइड हान्न। जङ्गलको राइड चाहिँ बवाल मजा आउँछ क्या, यस्तै अफ रोड हुनु पऱ्यो होइन। अझ योभन्दा पनि ठुलो जङ्गल हुनु पऱ्यो कि भित्र घामै नलाग्ने भनौँ न, घामै नछिर्ने कि जङ्गलभित्र राइड हान्न मजा आउँथ्यो। यस्तो घाम लागिरहेको छ हो, जदुपातै घाम लागिरहेको छ कि यस्तो घाममा त अनि दिउँसो हिँड्नु नि क्या बोर लाग्ने कि तातो हावा आइरहेको छ कि बाफ्रे मरिन्छ कि हो यस्तो गर्मीले त। बाइकमा हिँड्दा त यस्तो गर्मी हुन्छ भनेपछि छोडिदिउँ न, के कति साह्रो अहिले त 40 डिग्री पुगेको छ भइरहेको छ भने फिल्के घाम त कुदाउनै सक्दैन साथी यार। ओइ बाटो यस्तो छ है माकुरी। मेरो खुट्टामा पसिरा आइसक्यो फेरि। यसरी दोषले कताबाट लान लाग्यो हो, म त थाहा छैन त्यो बाटो। अघि ठ्याक्क हामी बसेको प्लटिङको डाँडो चाहिँ यही पारीको जङ्गल हो क्या, अहिले ठ्याक्कै यता वारी हुँदै हामी हिँडिरहेको छौँ है। दोषले कताबाट लान लाग्यो हो।
यस्तो तातो घाम छ लपङ्गा चार्ने डुबिरहेको हो के गर्नु भ्लगको लागि भने यसरी डुबिरहेको छ है गाह्रो छ हो भ्लगरलाई त्यत्तिकै भ्लगर बन्न कहाँ जानु त कहाँ जानु भन्नु कहाँ निस्किन्छ भन्नु नि बाटो यो बाटो त टाढो जाँदैन होला दाइ टाढो जान्छ होइन बाहिरतिर निस्किन्छ ऊ यहाँबाट चाहिँ जान्थ्यो यहाँ त त्यहाँबाट त थाहा छ कि यो बाटो चाहिँ म थाहै भएन म पनि नयाँ नयाँ 5-6 दिन त भइहाल्छ है पुरै मान्छे हिँड्ने गोरेटो बाटो छ है खासै मान्छे पनि हिँडेर अहिले मान्छे नि हिँड्ने रहेछ भनौँ पहिला त मान्छे पनि हिँड्ने घारी नै घारी थियो है बाइक चाहिँ जान्छ तर अरू चाहिँ जाँदैन भनौँ न गाडी साडी चाहिँ सानो मान्छे हिँड्ने गोरेटो बाटो मात्रै हो नि त यो पहिला पनि आएको थियो हामी यस्तो यस्तो ठाउँमा है मजा आउँछ है त्यो ओ बाइक गड यहाँनिर चाहिँ पुरै बाइक कुदाउने लिक बनाउनु पर्ला जस्तो है हामी ल अघि यो ठाउँमा आइपुग्यो हामी चाहिँ फेरि पनि अघि ठ्याक्कै यहीँबाट हामी टल्को झरेको थियो फेरि यहीँ आइपुग्यो त्यत्रो राउन्ड हानेर यहीँ आइपुग्यो लास्टमा ल ल बाटो चाहिँ यता छ है कहाँ म उता जानु लागेको ओह्रालो डेन्जर ओह्रालो छ फेरि यहाँनिर होइन मेरो बाइक पछाडिको ब्रेकै लागेको छैन हो आज ओइ 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 टाढै छ त हो त्यहाँको नि ब्रेक सकिनु लाग्यो अगाडि नि हामी चाहिँ अहिले टक्क खाजा खान आएको छौँ साथीले खाजा खुवाउने रे के छ साथी एकदम झकास छ खाएर चाहिँ एकदम गरम भएर चाहिँ एकदम दामी चिलमा ठिक छ है चिल हुनुपर्छ मेरो चाहिँ यहाँ पानी पाकै छैन है तातो पानी अर्डर गरेको थियो तातो पानी पाक्दैछ एक प्लेट तातो पानी बन्दैछ उसको चाहिँ एक प्लेट पानी अर्डर गरेको आउँदैछ भनौँ न त्यही हो है त अब खाजा चाहिँ खान्छौँ टक्क लगाएर आजको राइड त कडै भएन ल है ल केटा हो मोमो भन्ने चिज चाहिँ यसरी खानुपर्छ है यसरी यो पिरो चाहिँ नहाल्ने पिरो हालिसक्यो त हालेर मोलिरहेको छु क्या मान्छेले एक प्लेट खान्छ है एकैचोटि एक प्लेट अर्डर गरेर खान्छ साथीले चाहिँ एकैचोटि 2 प्लेट कडा कडा फेरि मलाई छैन है केटा हो मेरो चाहिँ आउनु बाँकी छ है साथी एकैचोटि है 2 प्लेट केटा हो लोकल मोमो है यो चाहिँ एकदम झोल मोमो अहिले अब गरम पनि त्यस्तो छ नि त खाइ है ल र यस्तो बिजोकको घाम टल्किरहेको छ बाफ्रे बाफ अनि किन गरम नहोस् यस्तो डेन्जर घाम लागिरहेको छ ल अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ यहाँबाट टक्क लगाएर है ल मन त्यतै जाने हो ल साथीकै घरमा बाइक राख्छु अनि म खेतमा जानुपर्ने हुन्छ है मेरो खेतमा काम छ बाइक त ओ माई गड भइरहेछ माटो भएछ गएर यसो वास पनि हाल्नुपर्छ अब बेलुकाखेरि ल ल त गाइज हामी चाहिँ निस्केको टक्क लगाएर अब भिडियो पनि यतैतिर इन गरिदिन्छु म त्यही हो जतिजना पनि च्यानलमा नयाँ जोडिनु भएको छ है टक्क लगाएर सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला अनि पुरानो साथीहरूले के कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला है भन्दै अब हामी यतैतिर भिडियोलाई इन गरिदिन्छौँ अब नेक्स्ट भ्लगतिर भेट्नुपर्छ है त ओके बाई बाई गाइज